यसको त छोरा पनि कत्रो भइसक्यो हेर्दा हेर्दै गतिलो भइसक्यो त हो न हामी अलिकति सिनियर इक्जाम दिएर रिजल्ट निस्केर पास पनि भइसकिसक्यो म अब भोलि पर्सि तेरो छोराहरूलाई त यसलाई लाउँदै स्कुल पठाउँछ नि अब स्कुल लान्छ होइन नि है बाउ जस्तो कस्तो घिच्वा भएको छैन मुखको चलाइरहेको हुन्छ मेरो डकुमेन्ट्स ओइ सन्तारे के मेरो काम पर्यो कि तँ मेरो पापा ल्याइदिनुहोस् नि पारी जान्छस् म हेप मेरो पनि काम छ उयो भक्तलाई पठा न ओइ तँ त्यसो भए तँ गइदेन ल गइदेन पापा ल्याइदिनु त पापा ल्याइदिनु गइदेन भनेको एकछिन मेरो डकुमेन्ट्स यहाँनिर हेर्दै हेर्दै यहाँ भाइ ए यताबाट जान के गर्छ चाबी ल चाबी ल बाँस काट्दै गर बेसी होइन 3 घानाहरू चाहिँ काट्दै गर कि बाँस म आइहाल्छु ल ल ल ल ल ल लु त जा बाँस काट्नु जा यहाँ भित्र जा ए साँच्ची भने तेरो बाउ त कहाँ छ अरे उहाँ पारी डाँडामा छ हौ जान तल्लो तल्लो बाटो जाला तल्लो बाटो ल ल बाँस काट्दै गर है ल ल ल ए बाँस त काट्नु लाग्यो त्यसले तर किन म काट्नु लाग्यो ए भक्ते बाँस चाहिँ किन काट्नु लाग्यो तैँले फेरि अब बाँस चाहिँ त्यसै भए पनि काट्दै गर न तर बाँस चाहिँ 6 घाना काट्दै गर नि 3 घाना उयसको बाउको लागि अनि 3 घाना मेरो लागि 3 घाना त्यही कारण 3 6 भयो अब मेरो त के भरोसा आइपुग्छु पुग्दैन एकै दिनमा माथि पुग्नु सक्छु ल ल ओइ तेरो बाउलाई चाहिँ अब भला हाम्रो 2 जनाको डेड बडी पाउनु सक्छ ल ल गए ए ओइ साँच्ची गाउँ समाजको मान्छेहरूलाई पनि भेला पार्दै गर ताल पानी किन्दै गर्नु समाजको पैसाले ल मर पो हुन्छ ल अब यहाँ त त्यसो भए म आफै जान्छु पर्दैन तँ जानु छोडै भएको